Hi, good morning. What's up? What's up? Just cleaning the screen just to show you guys the view of mountains. Mount Annapurna, Mount Machapusre. अहिले चाहिँ 6 o'clock भइसक्यो. We are about to head to देउराली. आज चाहिँ हाम्रो यात्रा देउरालीसम्म हुने होप छ. हिजो चाहिँ अलिक गान्तोकमा चाहिँ हामी रङ रुट लिएर अलिकति लामो पर्यो बाटो चाहिँ. ठिकै छ. एउटा आजको लागि दामी ट्रेनिङ भयो. आज चाहिँ लगभग 600-700 एलिभेसन छ. अझ धेरै होला. 900 छ क्या, 900 छ. It's like 2300 यो ठाउँ चाहिँ. And we will be going to 3200 meter आज चाहिँ देउरालीमा. अनि अलिकति तेर्पाई छ. त्यसपछि बम्बु चाहिँ ओह्रालो, त्यसपछि हल्का उकालो ओह्रालो, हल्का उकालो ओह्रालो. सनराइज हुँदैछ, पर्फेक्ट भ्यू. काली यहाँ छ. हिजो राति चाहिँ डेन्जर मासु खायो. मैले भन्दा धेरै मासु खायो. छाला चेन्ज हुँदै, के अरे भुत्ला चेन्ज हुँदै कि जाडोमा छुट्टै गर्मीमा छुट्टै हुँदो रहेछ किन अब भोटेको कुरा यस्तो ठाउँमा. Alright guys, we'll see you. अब नास्ता खाइन्छ अनि प्रोबेबली 30 मिनट्समा हामी ब्याम्बुको लागि यात्रा. Cheers. आन्टी हामी चाहिँ हिजो हिलटप रेस्टुरेन्ट एन्ड लजमा बसेको थियौँ. ब्रेकफास्ट रेडी गरिदिँदा हुन्छ है. यसरी हुन्छ. एन्ड देन देयर इज इफ तपाईँ स्टे गरेन भने देयर इज वाइफाई चार्ज अनि ब्याट्री चार्जिङ को चार्ज चाहिँ डिफ्रेन्ट. ओके गाइस, हिजो हामी हिलटप लजमा एन्ड रेस्टुरेन्ट सिनेमामा बसेको थियौँ. इट्स 2350 मिटर हाइटमा. यो चाहिँ अप्पर सिनेमा हो. अनि आज चाहिँ 850 मात्र रहेछ एलिभेसन गर्नुपर्ने. त्यो 850 चाहिँ डेन्जर हुन्छ. सो रिजनेबलै छ. तपाईँहरू होटेलमा स्टे गरेन भने चाहिँ वाइफाईको 300 अनि ब्याट्री चार्जिङको 150 छुट्टै लाग्छ. उहाँ किन्ने भित्र हुनुहुन्छ ब्लु ज्याकेटमा. निकै नै हेल्पफुल हुनुहुन्छ उहाँ चाहिँ. अनि पानीको त्यही भयो 100 रुपिज हो 1 लिटरको. अनि यस सर आज चाहिँ 850. गोप्रो त क्र्याक भएको छ. यो त रोकै. यो चाहिँ आज देउराली होटेलको फोन नम्बर दिएको छ. म्याप देउराली प्याक भयो भने हिमालयमा बस्नुपर्ने हुन्छ. विच इज लाइक 300 मिटर तल. यसमा नि म्याप छ. अनि साथीलाई चिन्ता लाग्छ गोप्रो क्र्याक भएर. तिम्रो बेस्ट यो त निन्दा मार्क्स लागेर सुत्ती गर्न अलिक गर्मी भएर चिसोले क्या भएर चिसो पानीले अलि मुख धोयो नि त. अहिले हिट भएपछि ठाउँमा आउँछ. कस्तो लागिरहेछ बहिनी अहिलेसम्म? यता सुत्नुपर्छ. ओ बुढिया कस्तो लागिरहेछ? गाह्रो यस्तै भयो उसको ट्रेकिङ. त्यो त राजाले सोध्नु न. अब ब्रेकफास्ट आयो. आजको लागि आधी बाटो पुस हामीले हाम्रो इनर्जी बुस्ट गर्यो. भाइ चाहिँ भेजी भएर तिनवटा अब चाहिँ दोकानमाथि लगाइदिएछ. भाइको अड्डा हो क्या अब अहिलेसम्म हाम्रो अड्डा हो. कालेको परोडी यस्तो हो त. मिठो चाहिँ यहाँ नि पाउँदो रहेछ ग्रुम ब्रेड. तर ग्रुम ब्रेड चाहिँ छुट्टै चार्ज लाग्दो रहेछ 400 रुपिस. हामी यो नास्ता खान्छ अनि त्यसपछि यात्रा सुरु हुन्छ. गाइस अहिले चाहिँ हामी हाफ वे पुगिसक्यो ब्याम्बुको लागि. जङ्गलको बाटो रहेछ. एन्ड देन 3 जना चाहिँ अगाडि पुगिसक्यो. 7 जना हात्ती भाइ राजको गर्लफ्रेन्ड. मलाई बुढी चाहिँ पछाडि आउँदैछ. मेरो ब्याग प्याक नै भारी छ. हिजोसम्म त लगभग 50 केजी बोकिरहेको थिएँ. 10-12 केजी चाहिँ वहीँ लोवर सिनमा जहाँ हामी हिजो बस्यो थियो त्यहाँ के अरे छोड्यो सामान. लगभग 30-35 अझै हुनसक्छ धेरै. तर अराउन्ड 30-35 को बिचमा छ वेट. बिस्तारै खान्थ्यो. उसको चाहिँ फर्स्ट ट्रेक हो. त्यही भएर बिस्तारै उसको पेसमा हानिरहेको छु है त. ट्रेकिङ आउँदा चाहिँ मोस्ट इसेन्सियल कुरा
सकेसम्म लाइट बोक्नुपर्छ। मेरो त दुईजनाको सामान छ, त्यही भएर फर्स्ट ट्रेक भएर नै उसलाई हल्का गराइदिउँ भनेर दुईजनाको सामान बोकेको छु। अनि सकेसम्म ट्रेकिङमा चाहिँ लाइट क्यारी गर्ने, इसेन्सियल चिजहरू मात्र बोक्ने। अनि स्टिक सकेसम्म बोक्ने, दुइटा भयो भने सजिलो हुन्छ नयाँ मान्छेलाई हिँड्न, जस्ट जो प्रेसर एब्जर्ब गर्छ। एउटा स्टिकले हुँदैन, दुइटा स्टिक, त्यही हो। सो माछा पुज्रे भ्यू पनि इन्जोय गर्नुपर्छ ट्रेकिङमा। दुइटा स्टिकले प्रेसर एब्जर्ब गर्छ भने चाहिँ सिङ्गल स्टिक, सकेसम्म सिङ्गल स्टिक, सक्दैन भने डबल स्टिक, नी क्याप कम्पलसरी भने चाहिँ दुइटा स्टिक सकेसम्म। गाह्रो भएको छ नेपाल, धेरै प्रेसर एब्जर्ब गर्छ, हिँड्न सजिलो गराउँछ। नत्र एउटा स्टिक आफूले सक्छ भने पर बिना हाने नि हुन्छ, तर धेरै घोडामा प्रेसर हुन्छ सुरुमा त सकेला यङ एजमा, पछि गाह्रो पर्छ। अरू अल्टरनेटिभ नी क्याप पनि कम्पलसरी हुन्छ। ब्यान्डेजहरू क्यारी गर्ने, दबाईहरू क्यारी गर्ने चाहिने, इसेन्सियल हल्का राख्ने, इसेन्सियल चिजहरू बोक्ने, फर्स्ट एड किटहरू चाहिए पनि नचाहिए पनि ट्रेकमा बोकिराख्नुपर्छ। अब गाइजहरूले बोकेको थिएन, मैले त सबै बोकेर आएको छु, त्यही भएर मेरो झोला भारी भएको छ। बट बिस्तारै हान्ने, देयर इज नो हरी। रेस होइन, माथि गएर तपाईँलाई खाँदा मेडल लगाइदिन कसैले, त यति दिनमा हानिस्, यति छिटो हानिस्, यता भनेर सकेसम्म आफूलाई टाइम मिलाउने। गाह्रै छ, छुट्टी थोरै छ नेपाल त, ल ठिकै छ। आफूसँग छुट्टी टाइम छैन भने मजाले इन्जोय गर्ने भ्यूहरू। ट्रेकिङमा मोर देन लास्ट पोइन्ट भन्दा नि मिडल पोइन्टहरूमा नि इन्जोय गर्नु पऱ्यो मोमेन्टहरू होइन। सो हामी चाहिँ आज ब्याम्बू पुग्छ, ब्याम्बू पुगेर एकैछिन रेस्ट गर्छ, 1 घन्टा हिँड्यो, 10-15 मिनट रेस्ट गर्यो, 1 घन्टा हिँड्यो, 10-15 मिनट हिँड्यो, पर्फेक्ट स्ट्रेटेजी। सी यु गाइस। अनि भर्खरै कुराहरू पास भयो, म चाहिँ क्यामेरा अन गर्दिनँ तर गर्नुपर्ने। सो बाइपास हुने मान्छेहरू, आउन चढ्ने झर्ने मान्छेहरूलाई गुड भाइब्स दिने, सोसियलाइज हुने, गुड मर्निङ भन्ने, नमस्ते भन्ने, काइन्ड अफ जोय फिल हुन्छ मनमा। सबैजना एउटै यात्रामा हिँड्ने हो, अनि गुड भाइब्स एक्सचेन्ज गर्ने, हिँड्दाखेरि नि मजा आउँछ। यसो थाकेको बेला कसैलेसँग बोल्न पाए नि रमाइलो फिल हुन्छ। सो ट्रेक भन्ने चिज चाहिँ नट ओन्ली A to B पोइन्ट भन्दा नि A to B पोइन्टसम्म हुने सम्पूर्ण चिजहरूलाई एकमुष्ट राख्ने हो। कतिपय पलमा गाह्रो हुन्छ, कतिमा सजिलो, कतिमा रमाइलो, सबै चिजहरू हुन्छ। सबै चिजमा चाहिँ यहाँदेखि फर्किँदा चाहिँ एदेखि बी, बीदेखि फर्किँदा चाहिँ आनन्द महसुस हुन्छ। मोस्ट इम्पोर्टेन्ट, इन्जोय यो जर्नी। गाह्रो भए पनि सजिलो भए पनि इन्जोय गर्नुपर्छ। चेस। Morning, Dad. Morning. Hi, good morning. Take the Namaste. money out and take the wheelbarrow. Morning. Morning. Morning, hello. Hello. So, in your note. Morning. Morning. Hi. Good morning. So, हामी चाहिँ हिँड्दैछौँ, आउँदैछन् टुरिस्टहरू। हिजो सायद उहाँहरू ब्याम्बू या फिर एमबिसी बस्नुभयो होला। ब्याम्बू प्रभावी ब्याम्बू यतिखेरसम्म त एमबिसीदेखि आउन गाह्रै हुन्छ। हाई नमस्ते, गुड मर्निङ। सो उहाँहरू ब्याम्बू बस्नुभयो होला। अनि अहिले आज चाहिँ प्रोभाब्ली उहाँहरू लोवर सिनमा एकैछिन रेस्ट गर्नुहुन्छ, नास्ता सास्ता खाएर फेरि झरेर चोमरोङमाथि निकै नै माथि चढ्नुपर्छ चेकआउट गर्न। अनि सायद चोमरोङमा लन्च गरेर उहाँहरू सायद झिन्नु हुँदै फेरि फर्किनुहुन्छ होला। अब जस्तो गेस थाहा हुँदैन। हामी चाहिँ बिस्तारै हिँड्दैछौँ, अगाडि बढ्दैछौँ आफ्नो यात्रातिर। आज मौसम चाहिँ पर्फेक्ट छ,
घाम पनि लगाएको छैन अनि घाम नलाएपछि तेरपाई बाटो मात्र खच्चड दौडे जस्तै दौडिन मिल्छ उसले पनि अलिकति पेस सुधारिरहेको छ हिजो गलत रुट लिएको भएर साथीलाई गाह्रो परेको थियो खोला सिधै तल ओह्रालो सिधै उकालो तिनवटा डाँडा छ त्यस्तै ओह्रालो उकालो गरेर नयाँ मान्छे उसलाई गाह्रो भयो प्लस उसको ब्याग बोक्नु परेको 50 केजी आफ्नै 30-35 केजी छ सबैको सामान दबाई पानी सबै मैले बोकेको थिएँ प्लस उसको झोला बोक्दा त 50 केजी मलाई नि स्याहाँ भयो तर ठिकै छ म त गरिराख्ने मान्छे उसको बारेमा सोच्नु पऱ्यो नि नमस्ते गुड मर्निङ दाइ गुड मर्निङ दाइ गुड मर्निङ नमस्ते हामी जाँदैछौँ सो ट्रेकिङमा चाहिँ यस्तो हो गाह्रो सबैलाई हुन्छ जस्तो मैले भन्नेलाई नि गाह्रो हुन्छ चाहे त्यो गाइड होस् चाहे हामीले सामान बोकेर हिँडेको भैरिया दाइहरू होइन दाइहरूलाई पनि गाह्रो हुन्छ किनभने एउटा हिँड्ने हो उकालो ओह्रालो अब इट्स द इन्टेन्सिटी अफ हुन्छ नि आफूले कति सहन सक्छ अब यस्तो ओह्रालो छ हेर्नुहोस् अब झर्दाखेरि नि घुँडा दुख्छ चढ्दाखेरि त अब गाडै फटालो त्यही भएर म इसेन्सियल सक्दैन नि यस्तो उसले 2टा स्टिक लिएको छ नयाँ मान्छेलाई या फेरि पुरानो मान्छे भए पनि आफ्नो घुँडा बचाउने हो हेल्थको हो नि त सबैभन्दा इम्पोर्टेन्ट आफू डेस्टिनेसनमा चाँडै पुग्न भन्दा नि A to B पुग्न भन्दा नि आफ्नो हेल्थ ध्यान दिने हो अब उहाँ छिटो पुगेर तपाईँलाई खाँदा र मेडल लगाइदिन के अरे कसैले तर बिस्तारै जाने आफ्नो पेसमा जाने भोलिलाई पनि इनर्जी बचाउने फर्किन पनि छ अनि फर्केर फेरि पोखरा पुगेर तपाईँको खुट्टै चलेन होटेलमा बसेको हिँड्न सकेन भने के भ्यालु भयो त हुन त दुख्छ तर कुन टेन्सनसम्म कुन इन्टेन्सिटीमा दुख्ने भन्ने कुरा हो आफू हल्का हान्यो भने हल्का दुख्छ छिटो हान्यो भने धेरै दुख्छ खालको हुन्छ रिकभरी मसललाई नि रिकभरी दिनु पऱ्यो नि सो हामी आधी बाटो आइसक्यो त्यही भएर 2टा स्टिक लिने ऊ जस्तै हेर्नु कति सजिलो प्रेसर कसरी एब्जर्भ गरेछ नत्र एक स्टिक अब धेरैको इगो धेरै हुन्छ क्या मैले त बिना स्टिक हान्दिन सक्छु खालको हुन्छ तर पछि गएर असर गर्छ नि त आफ्नो घोडाहरूलाई बुढेसकालमा देखिन्छु यहाँ आफू पनि बिना स्टिक हानेछु तर निक्याप चाहिँ लगाइरहेको छु एउटा निक्याप या नि स्ट्र्याप चाहिँ चाहिन्छ प्लस मेरो सामान पनि भारी छ आफै 90 केजी छु झोला यो 30-35 केजी छ 2जनाको सामान छ अब म त छिटो हिँड्न सक्छु तर उसलाई पनि हेर्न पऱ्यो नि त आफूसँग कुवा छ जिम्मेवारी ल्याइएछ इगोलाई चाहिँ जित्न दिनु हुँदैन मेन कुरा भनेको मान्छेको इगो हो इगोलाई चाहिँ जित्न दिनु हुँदैन आफ्नो साथीभाइलाई नि हेर्नुपर्छ बिस्तारै हिँड्ने होइन आफू चाँडै जान सक्दैन चाँडै गएर त्यो पोइन्टमा पुर्ने आफू जहाँ होटेल स्टे गर्ने भनेछ साथीहरू त बिस्तारै 1-2 घन्टा ढिलो आइहाल्छ नि आफूसँग हिँड्नुपर्छ भन्ने छैन तर चाहिँ भुल्न भएन अलिक लम्बै दियो क्या मैले त यार गफ ल है त हामी आधी बाटो आइसक्यो ओह्रालो झर्दैछौँ 50 मिटरको डाउन हिल जान छ त्यसपछि चाहिँ हामी ब्याम्बु पुग्छ सायद उनीहरू ब्याम्बु पुग्न लागिसकेको होला साधनहरू अवश्य गाइस दे हो 5 मिनट नन स्टप बोलेछ फर्किँदा त घना जङ्गल माछा पुछ्रे देखिरहेको छ यी पहाडहरू यति सुन्दर छन् कि यहीँ बसिरहेको जस्तो लागिरहेको छ guys we're at the middle of the jungle and as you can hear the sound of river flowing such a mesmerizing directly. So we are finally here at Bamboo. Morning, Dai. Morning, Dai. Hi, good morning. Hi, namaste, good morning. Namaste, good morning. Good morning. Good morning. Good morning, good morning. Namaste. So yeah, we're at Bamboo right now. It's 21:45. हाम्रो बसेको ठाउँ झिल्नुबाट 50 meters down जान पर्ने. Good morning. Morning. So, oh, there's some cute puppies.
following the tourist. अनि चाहिँ ग्रिटिङ गर्नुहोस्, ग्रिटिङ गर्नु राम्रो हो। सबैजना एउटै यात्रा, गन्तव्य एउटै छ ट्रेकिङ जाँदाखेरि। सो यदेखि 20 पुग्दाखेरिमा धेरै मेमोरिजहरू कलेक्ट गर्नुहोस्। हामी चाहिँ ब्याम्बू आइसक्यो। हिजो हाम्रो प्लान चाहिँ यहाँ झर्नु थियो, तर अभियसली धेरै तान्न नि भएन, खुट्टाहरू दुखायो। अनि नयाँ मान्छेहरू सँगै छन्। And then there is this puppy. Hello, मेरो छुटुटी. Hello. Hello, mate. What's up? Ow, ow. Ow. What's up, bamboo? यो चाहिँ खोलाको छेउमै रहेछ। अनि यहीँ कल्टिभेट हुँदो रहेछ। कति राम्रो सागहरू हेर्नुहोस् त। तोरी रहेछ, सागहरू रहेछ। यहाँको खाना चाहिँ मिठो हुन्छ जस्तो लाग्छ। अरे वाह, कस्तो राम्रो भ्यू अन्नपूर्णको। जस्ट वाउ। सो भाइहरू यहीँ बसे जस्तो लाग्छ मलाई। अरे छुन्टु मुन्टु, के हो तिम्रो नाम हो? यी कति राम्रो हो। जान्छौ र बुटोल मसँग? फेरि बुटोलमा फेरि गर्मी हुन्छ। कति राम्रो होटल रहेछ। So, bamboo. This is bamboo. राम्रो रहेछ होटलहरू पनि, ढुङ्गाले बनाएको। लेमन टी खाने थप्दिम भरे भनेको। दुईटा भन्दै जले पनि थप त दुईटा लेमन टी काले आएको। कस्तो राम्रो कुकुर है, बच्चाहरू पनि कति राम्रो। यसको बच्चा त अर्को रहेछ फेरि, अर्को पनि छ यहाँ कुकुर। कस्तो राम्रो के। यो त हस्की हेर्न कस्तो भयो। अनि त्यो ढ्याक्क देखेको हरि मजा आयो बे। अनि त्यही यहीँ बस्दिम भने आनन्द आइरहेको होला है यिनीहरूलाई। कापे है बिचारा यता। अनुमोदनको केही भएको। हामी बहुत राम्रो टाइममा आछौँ नै। 120 मा ल हामी ब्लग। ल ठिक छ, दाइहरू पनि हामी सँगसँगै आइपुग्नु भयो र हामी ब्याम्बोमा हल्का ब्रेक गर्दैछौँ। र यहाँको हामीलाई वेलकम गर्न बस्नुभएको हेलो हेलो सर, नाम त थाहा छैन। हेलो सोल्टी, हेलो गोरे भोला। यो छ कि दामी गन। इस्टिमेट गरिसक्यो नि 1 घन्टा त्यो 20लाई। गाइस वेलकम टु के अरे यो ब्याम्बो। चियर्स बस्छु। चियर्स टी ब्रेकै गाइस। बिहानको कति बज्यो? 8। नास्ता नास्ता यहीँ खाउँ त। हैन नास्ता नखाँदै भोक लाग्छ अब त। माथि त डेन्जर चढ्न पर्छ। 1.5 घन्टापछि छ त दोकान। दोकानतिर हामीलाई के 8:41. हामी यहाँ ब्याम्बोमा आइपुगेको ककटेल वर्कसप देखेँ 2016। बिग स्टार आउट टु विष्णु मामा है, विष्णु मामा होइन त दाइ? यस विष्णु मामा बिग साउट आउट फ्रम लभली। त्यस बुढोलको गाइजहरू पनि रहेछ है। विष्णु मामालाई चाहिँ मान्नुपर्छ। ककटेल वर्कसप त नेक्स्ट लेभल हो नि। ककटेल वर्कसपको जो आए पनि राम्रो काम गरिदिनु भयो त होइन दाइ? अब यो गाइस वर्कसप मेरो बात चाहिँ टोटली मेसअप छ। यिनले पनि अहिले अलिकति पेस्ट तानेको छ। अहिले चाहिँ हामी भर्खरै ब्याम्बूदेखि 15-20 मिनट्स भयो हिँडेको। ठिकैको तेर्पाई हल्का उकालो तेर्पाई छ। बाटो चाहिँ नट एज हिजो घान्द्रुकको चाहिँ डेन्जरली अप्ठ्यारो रुट आएको थियो हामी। त्यही भएर आज अलिकति इजी त भएछ, तर अलिकति क्राम्प्स भयो थियो मलाई। त्यसले गर्दाखेरि अलिक हिँड्न गाह्रो भएछ। प्यारासिटामोल खाएर हिँडेको छु। वेट पनि धेरै बोकेको थियो। अनि त्यस सिधै माउन्टेनबाट हिउँ पग्लेर कति सफा छ। नेपाल खास यो हो नि। You can see how clean the water is. तर सुन चाहिँ सकिँदैन होला। त्यसो नै छ, सेतै छ, माथि सेतै झरिरहेछ। यहाँ जम्दा चाहिँ कस्तो क्रिस्टल क्लियर देखिरहेको छ वाटर चाहिँ। कसरी पोर्टर दाइ आउँदै हुन्छ। हामी चाहिँ दाइलाई छोडिदिनुपर्छ। दाइ आउँदैछ। यस द भ्यू यो चाहिँ अन्नपूर्ण रेन्जको ग्यापबाट खसिरहेको पानी हो। एकैछिन यो पानी त खाए पनि हुन्छ र। यही त हो हामी बाहिर खाने।
पानी मिठो यार ठाउँको त। यो पानी चाहिँ तल गएर अरू पानीहरूसँग एकदम ठुलो खोला बग्दो रहेछ। अहिले हामीले यस्तो पानी चाहिँ पिउन पाउँदैन गुगलमा। अब हाम्रो यात्रा चाहिँ दोभानसम्म छ। दोभानमा चाहिँ हामी छो खाने, भात खाने, अनि दोभान पछि चाहिँ त्यहाँदेखि चाहिँ ननभेजहरू पाउन छोड्छ। त्यहाँ चाहिँ मन्दिर छ हाम्रो दोभानदेखि हिमालयको बिचमा। त्यहाँ चाहिँ डेन्जरै मान्छन् भगवान्लाई। उहाँले चाहिँ माताले चाहिँ रक्षा गर्नुभएको कारणले गर्दा चाहिँ चोखो होली प्लेस, जसमा माछा मासुहरू नखाने यताउता हुनेछ। अनि दोभानमा चाहिँ लास्ट टाइम पनि त्यो चिजलाई सम्मान गर्नुपर्छ। स्पिकर लिएर आएको थियो, अनि जङ्गलमा चाहिँ बजाउनुहुन्न भनेर हामीले कुनै पनि स्पिकर नलाइकन बिस्तारै अब बस्दाखेरि चाहिँ होटेलमा मोबाइलमै गाना सुन्नेछ। अदर देन द्याट्स हाउ इट इज। अब चाहिँ हल्का स्टिप छ। हामी चाहिँ 2310मा थियो अघि ब्याम्बुमा, अब चाहिँ 2600मा चाहिँ दोभान छ। त्यसपछि 29मा हिमालय, अनि 3200 हाम्रो एलिभेसन आज। देउरालीमा बास। हामी अहिले 2400मा होला। 2600मा होइन 900 हिजो 600, आज 900। भोलि चाहिँ भोलि पनि 900। भोलिको चाहिँ अलिकति तेर्पाइ छ बाटो। हाम्रो टुरिस्टहरू त्यहाँ रेस्ट गर्दैछ। बिस्तारै स्लो एन्ड स्टेडी। ल गाइस, हामी दोभानमा सायद अब केही भयो भने बिचमा भिडियो खिच्छ। आज दोभानमा भात खानेलाई खिच्छौँ है त। ल राइट न हामी चाहिँ दोभान आइपुगेको छौँ। अल्टिट्युड चाहिँ 2505 मिटर्स रहेछ यहाँको। इजी ट्रेक भयो आजको लागि चाहिँ। हिजोको अब घान्डुकको उसले गर्दाखेरि भाउजू हाउ यु फिलिङ आज चाहिँ? भाउजू फ्रेस हुनुहुन्छ यो आज? पेसमा त हामी 2 बजी 3 बजीसम्म त पुगिन्छ त। आज हामी एबिसी गयो जस्तो छ। आज एबिसी पुगेर जस्तो हो। आज चाहिँ अब भात खाने आज चाहिँ हामी बुटोलबाट सँगै हिँड्ने सबै। त्यहाँ माथि देखाइदिउँ नि हिमालयहरू। यस्तो हिमालको रेन्जहरू चाहिँ अब गोप्रोमा अलिक कैद नभएपछि ए यताको चाहिँ यहाँदेखि माछा पुग्छ त राम्रो देखिन्छ। हिमालय 2 हो हाम्रो त्यो 4 आवर 30 मिनट भनेपछि हाम्रो ब्रेक सेक गरेर 5 आवर 30 मिनट हाम्रो लागि 1 आवर जति ब्रेक गरिन्छ होला हामी यहाँ खाना खाएर। ल लेट्स सी गाइस, अगाडि क्याचअप गर्छौँ हामीले। सो अब हामी चाहिँ दोभान आयो। दोभानमा चाहिँ अलिअलि खाना खाने, लन्च खाने, अनि त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ देउरालीलाई। त्यसपछि चाहिँ दोभान कटेपछि चाहिँ माछा मासु नपाइने मन्दिर, चोखो मन्दिर भएको हिनाले होली प्लेस अघि पनि कुरा गरेको थिएँ। सो होटेलहरू राम्रो छ, क्याफेहरू दोभानमा नि जस तेर्पाई आनन्द खालको। अनि अघि हामी तल बाम्बुमा भेटेको हस्कीको बामा चाहिँ यहाँ रहेछ। तल चाहिँ छोरी रहेछ, यिनीहरू चाहिँ बामा। गाइस, यो चाहिँ लोवर दोभान रे। आज आधी घन्टा 40 मिनट लाग्छ रे खाना पाक्न। त्यही भएर अब हामी चाहिँ मासतिर 10-15 मिनट पछि अर्को दोभान अनि त्यहीँ खाइन्छ होला खाना। त ठिकै हो, अलिकति हिँड्ने माथि अहिले हिमालयलाई हान्न पनि सजिलो हुन्छ ट्रेक। सो अब अलिकति स्टिप छ होला अझै। त्यसपछि 10-15 मिनट हिँडेर आउँछ भने ठिकै रे। अब त्यहाँ चाहिँ पिङ्क लाली गुराँस फुलिरहेको छ। यहाँ चाहिँ नयाँ जोडी झुलिरहेको छ आफ्नो तालमा। यहाँ चाहिँ सिङ्गल इज द के भन्ने, अब सिङ्गल इज द रिङ्कल इज द सर्चिङ फर द मिङ्गल चाहिँ म। अनि बुढी पछाडि आउँदैछ। आज चाहिँ यिनी गरेछन्, हिँडेछन् भन्नै पर्छ। दोभानदेखि चाहिँ माछा पुछेको भ्यू पर्फेक्ट देख्दो रहेछ। बास बस्न बिहान उठेर माछा पुछ्यो हेर्नुहोस् न। यता अन्नपूर्ण चाहिँ भ्यू नआउँदो रहेछ।
गाइस अब उतै माथिल्लो दोकान पुगेको छ है त र हामी सिल हिँड्दैछ ब्याम्बू अघि नै छोडे पनि ब्याम्बूको झारीले अझै हामीलाई छोडेको छैन यता पनि दोकानतिर नि ब्याम्बूहरूको लहराहरू अझै रहेछ अब सायद अलिकति हाइटमा होला 2505 थियो भनेपछि 2600 देखाइरहेको थियो म्यापमा भनेपछि अब 2600 मिटरको त एलिभेसन छैन होला अलिकति यो म्याप रिडिङमा चाहिँ अलिकति समस्या आइरहेको छ हामी चाहिँ त्यही पनि ठिकै छ हिँड्ने हो बिस्तारै आफ्नो स्पिडमा स्लो एन्ड स्टेडी भने चाहिँ हिँड्दैछौँ अब कोही कोही यहाँ बुढीले घान्द्रुमै गिभ अप दिएको थियो यहाँसम्म आएकै छु यिनी पनि अब हामी अन आवर वे अनि ठ्याक्क अनि झर्ना खोला बगेको देखेर ग्लेसियर वाटर एउटा पुल पनि रहेछ काठे पुल जेछौँ हाम्रो पेस ठिकै छ अहिले 10 बजेको छ 10 बजे हामी दोबान आइपुग्यो भनेपछि यहाँदेखि 2 आवर्स हिमालय लाग्छ अनि हिमालयदेखि हिमालयदेखि चाहिँ 2.5 आवर्स चाहिँ उता देउराली पुग्न छ अरे सो हामी चाहिँ बिस्तारै रोकिया छैन तर छिटो पनि हिँडेको छैन बिस्तारै तेर्पाइमा इनर्जी गेन गर्ने उकालोमा चाहिँ अलिकति इनर्जी वेस्ट हुन्छ अनि फेरि तेर्पाइमा रेस्ट नगरिकन बरु सुस्तरी हिँडिरहेछौँ अब सबै अब हिजो पनि हिँड्ने त फर्स्ट डे हो गाह्रो हुने पछि त खुट्टाहरू आफै चल्छ मसलहरू अनि त्यसपछि आज चाँडै पुग्यो भने चाहिँ मजाले रेस्ट गर्न पुग्छ भोलि एबिसीको लागि त्यसपछि देउराली पुगेपछि 4.5 घन्टा हो एमबिसीमा भात खाने अनि एबिसीमा हान्ने तर स्टिल पुग्न छ सो बनाउँला नि बिस्तारै अपडेट गरौँला हाम्रो मोडलहरू क्यामराम्यान यस्तो राम्रो वाटर फ्लो भइरहेछ म्याडम यता कसरी हुन्छ यो सिद्ध बाबाको ढुङ्गाहरू जस्तो रहेछ हामी चाहिँ होम फिल भयो अलिकति ढुङ्गैबाट जाऊँ भनेर सजिलो हुन्छ नि त यति नन्नु खालको स्ट्रेटेजी हाई गाइस हामीसँग अप्पर दोकान पुग्यो यहाँ चाहिँ खासै धेरै होटलहरू त देखेको छैन बट जर्नल्स चाहिँ पुस गर्न हिजो लोवर सिनेमा र अप्पर सिनेमा हाल्दै तर अप्पर सिनेमा चाहिँ अलिकति असुविधाजनकै त्यही यो त धेरै हाइटमा छ त्यही भएर अप्पर दोकानमा छौँ हामी अब यहाँ चाहिँ खानी आधी घन्टा रेस्ट गर्ने अनि पुस गर्ने हिमालयलाई यहीँ बस्छौँ सप्पर दोकानमा चाहिँ साथीले गिटार पाएर गिटार बजाउँदैछ भाइले भात नहानेर के खायो भाइ चाउमिन हानेर भात खान पर्ने दाल भात पावर 24 आवर के अरे अब ठिक चाउमिन प्लस नुडल्स चिकन राइस बेसी छ ठिकै हो यतिको त ठिकै हुनुपर्छ माथि गाह्रो छ नि त पोर्टरहरूले कति सामान गाह्रो ल्याउँछन् यो सिंह चाहिँ चियाहरूको प्राइस यसरी छ अप्पर दोकानमा कोल्ड ड्रिङ्कको हार्ड ड्रिङ्क्सको यही भएर अनि अन्डाहरू खायो भने यस्तो सुप खायो भने यस्तो छ यो यतिकै नर्मल चार्जिङ गर्न मात्रै चाहिँ 200 हो खाना खाने बेला फ्री हो चार्जर तिमीले गरेको लाइन ए हजुर लाइन आइस आफै यहाँ माथिदेखि चाहिँ मासु पाउँदैन अब यही हो लास्ट तपाईँको ट्रेकिङ भयो मासु खाने भनेको के ले एयरपोर्टको ट्रेकिङ हो के रुम चार्जहरू यसरी छ तिमीले अन गरेन हो त अर्डर गरिराख्छ त आफ्नो के अरे सो माथिको नि अपडेट गरौँला के खाइयो भने प्राइस अनि चार्जिङको चाहिँ यति छ वाइफाईको जहाँ पनि 300 रहेछ यहाँ चाहिँ 50 रुपियाँ महँगो रहेछ चार्जिङ किनभने यहाँ सोलर प्यानल युज गरिरहेछ सो यो खाना खान्छ म ओ गाइस खाना चाहिँ डेन्जरै आयो यहाँ त
अरू ठाउँभन्दा त भेराइटी पनि धेरै रहेछ मुला अचार तामाको अचार मिक्स अचार गुन्द्रुक मिक्स अचार पनि रहेछ आलुदम आलु तरकारी भनौँ सलाड भात पापड अनि सायद यो हामी तल सेट खाना खाइएको थियो यहाँ चाहिँ पैसा तिरेर खाएर होला होइन भाइ तल त त्यो कम्बोवाला खाइएको थियो नि त भात त्यही भएर होला थोरै भएको यो चाहिँ यो मासुको रेन्जमा चाहिँ एकदम विथ द पेड मनी न 900 है 900 मा त तल पठाइहाल्छ सो त्यही भएर भेराइटी धेरै छ खाना कस्तो छ थाहा छैन मिठै छ अर्ग्यानिक बारीहरू देखिरहेको थियो अर्ग्यानिकै हो I'm not gonna lie guys तर अहिलेसम्म खाएको भरिमा चोम्रोमा खान पाएन चोम्रोमा चाहिँ मिठो छ भन्दै थियो बट दिस फुड आउट हियर इज वान अफ द बेस्ट फुड अहिलेसम्मको गान्तोक भन्दा नि मिठो साग पनि ताजा आलु पनि मिठो मासु पनि मिठो गुन्द्रुक पनि मिठो भेराइटी पनि धेरै छ सो मिठो लाग्यो मलाई त खाना भाइ चाहिँ चाउमिन खाने डेडिकेट हो क्या लिरिक्स चाहिँ तिमीले माया लाग्छ सुनाउँछु होला नि अनि China company China company China company China company अहिलेसम्म बाँचो सँगै नभए मरिजाऊ माया मेरो भन्दैमा कस्तो छ केटी अनि बालुवा जस्तो छ केटी अनि कसको टोपी जस्तै छ एभ्रीवन China company यता पनि China company China company China company China company China company साँच्चैको चाहिने चाहिँ फेरि राइट हामी चाहिँ अप्पो दोकानमा छौँ है बिताउला जो धन्न हिजो बिताइसकेको थिएँ कालो केसमा रेलीमा तिमीलाई हेर्दै रेलीमा बिताउला जीवन हामी अप्पो दोकानबाट हिँडेको 5 मिनटमा के भन्छ यो अलिकति अगाडि नेक्स्ट खोजमा आइपुगेको छौँ पछाडि दाइ र भाउजू हुनुहुन्छ अगाडि भाइ बहिनी अगाडि चाहिँ बाटो डेन्जर रहेछ ओहो यो बाटो त पहिरो त हैन भाइ बरफ हो हाई गाइस दोकानमा
खाना खाएपछि अप्पर दोकानमा अलिकति तेर्सो उकालो रहेछ। बिस्तारै हाँक्दै आएछौँ अनि हिँड्दा हिँड्दा आधी घन्टा जति हामी हिँड्यो। बिचबिचमा 5 मिनट जति रेस्ट पनि थियो। अहिले चाहिँ हामी यहाँ जति पनि घटनाहरू नेचुरल दुर्घटनाहरू हुनदेखि बचाउन भनेर मान्यता छ र यो वन जङ्गल र यहाँका बासिन्दाहरूलाई सुरक्षा गर्ने एक मूल मन्दिर भगवान भनेर पूजिँदो रहेछ यो ठाउँमा। अनि यति एरियामा अघि भने चाहिँ दोकान माथिदेखि चाहिँ मासु खान नपाउने, किनभने एउटा होली प्लेस भयो, एउटा भगवान बसेको रक्षा गर्नुभएको भनेर उहाँहरूको लागि भनेर नखाइदिनु भनेर नोटिस बोर्डहरू पनि थुप्रै टाँसिएको थियो। जस्तै 108 वटा झरना चाहिँ यहाँ आउँछ अरे, छ अरे, ठुला साना गरेर टोटल 108 वाटरफल्सहरू छ। अब हामी एकैछिन दर्शन गरेर जान्छौँ। ओजङ्यम तराहा मन्दिर भनेर छ के अरे, तर कति राम्रो सुन्दर भ्यू छ। इट्स एब्सोल्युटली ब्युटिफुल। एक राउन्ड 3 राउन्ड हान्नु त झोला राखेर। निकै राम्रो, 3 राउन्ड जति हान्दिउँ न त। निकै नै राम्रो मन्दिर र होली प्लेस। मन्दिर चाहिँ खास पुरानो मन्दिर चाहिँ त्यहाँ छ, त्यो सानो मन्दिर छ, पुरानो मन्दिर। यो चाहिँ अहिले नयाँ बनाइएको ठुलो मन्दिर। झोला पनि राखियो। हान्नुपर्छ है यहाँ। निकै नै सुन्दर दृश्य। 108 वटा मन्दिर। हामी चाहिँ यहाँ पूजा गरेर, पूजा भन्दा पनि मनबाट प्रार्थना गरेर जानेछौँ। अब सामग्री त केही लागि होइन। यसै गरी 108 वटा झरना पनि हेऱ्यो अनि यहाँ एक चक्कर पनि लाग्यो। घन्टी पुरा बजाएर पूजा पनि गर्यो। यो पुरानो मन्दिर चाहिँ, यो चाहिँ नयाँ मन्दिर भयो। यो चाहिँ पुरानो मन्दिर, भगवानको हाम्रो पुरानो मन्दिर। अलिक टाढाबाटै दर्शन गर्नेछु। यहाँ चाहिँ यस मानिन्छ हर हर महादेव रक्षा गर्नु। ओम नमः शिवाय, हर हर महादेव रक्षा गर्नु। यस चाहिँ पुरानो मन्दिर छ, त्यही भएर पुरानो मन्दिर पनि एक चक्कर हान्छु यहाँ। हर हर महादेव। हामी चाहिँ 1 hour 15 को हाइक पछि हिमालयनतिर पुग्यो। कहाँ रे भाइ हामी पुग्नु लाग्यो? हिमालय हिमालय ल द ग्रुप सबै आइपुग्यो है। पहिला चाहिँ 1-2 दिन अगाडि अलिक पछाडि थियौँ। अगाडि पनि देखाइदेऊ। गोप्रोले क्याप्चर गर्दैन हौ। ठिक छ, बाटो देखाइदिनु न। हिमालयन पुग्नुभन्दा अगाडि यस्तो देखिन्छ भ्यू। सही खै भाउजू
राइट गाइस हामी अप्पर दोभानबाट 1 आवर 20 मिनट ट्रेक पछि यहाँ हिमालय आएको छौँ। यसको अल्टिट्युड चाहिँ 29-20 मिटरको हाइटमा छ र यु क्यान सी देउरालीको लागि चाहिँ 1 आवर 30 मिनट र हाम्रो लागि चाहिँ अलमोस्ट 2 आवरै लाग्ला। लेट्स सी होइन अगाडि अलिकता पहिरो जाने एरिया पनि रहेछ। हामी बिस्तारै एकदम बिस्तारै मजाले 1 आवर 30 भनेको हामी 2 घन्टा हिसाब गऱ्यो 1 आवर 20 मिनटमा आएको छ। भाउजू पनि सँगै आज भाउजूलाई आज मान्नुपर्छ कि कसो भाउजू बोल्ने अवस्थामा त हुनुहुन्छ आज फाइन। ल हिमालयको चेकपोस्ट रहेछ कि क्या हो यहाँ हाम्रो चेकपोस्ट भन्दा नि चेक इन पोइन्ट हाम्रो सर्ट ब्रेक लिन्छ होला यहाँ लगभग 20 to 30 मिनट्स। हामीलाई आज धेरै माथि पनि जानु छैन र अगाडिको भ्यू पनि राम्रो छ। अब क्यान सी स्प्रिङ वाटरहरू हाम्रो नेचुरल अल द वे फ्रम ग्लेसियर वाटर यहाँ दाइ पनि हुन्छ। वी क्यान सी द ब्युटिफुल हिमालय माथिबाट देख्न सक्नुहुन्छ तपाईँले वाटरफल भएको चाहिँ। लेट्स गो। हिमालयदेखि हाम्रो यात्रा फेरि सुरु भयो। आज चाहिँ हामी जाँदैछौँ एउटा मोडमा चाहिँ एमबिसी र देउरालीको बाटो छुट्ने रहेछ। देउराली हुँदै एमबिसी पनि जान मिल्ने रहेछ अनि डाइरेक्ट एमबिसी पनि जान मिल्ने रहेछ। देउराली चाहिँ यहाँदेखि 1 आवर 15 मिनट्स भने एमबिसी हुँदै देउराली नगएर एमबिसी हुँदै गयो भने चाहिँ अराउन्ड 4 आवर्स म्याक्सिमम लाग्छ भन्दै थियो के अरे। अब हिँड्दैछौँ। सुरुमा उकालो थियो अहिले तेर्पाई अनि यो चाहिँ एकदम अहिले चाहिँ ल्यान्डस्लाइड हुने ठाउँ। एकदम कसियस भएर हिँड्नु भन्दै हुनुहुन्थ्यो हाम्रो हिमालयमा बसेको लजको मालिकले पनि। अनि हिजो अस्ति भर्खर हो कि हिजो भर्खर यही देउरालीमा चाहिँ एउटा चाइनिज वुमेन चाहिँ चाइनिज टुरिस्ट चाहिँ पहिरोमा फसेर भिड्नु भएको भन्ने खबर आएको थियो र हामी चाहिँ त्यही रुट हिँड्दैछौँ बिस्तारै कसियस हुँदै। नमस्ते र बिस्तारै अगाडि कदम बढाउँदै छौँ। अरू हामीसँग हिँड्ने यात्रीहरू पनि सँगै हुनुहुन्छ र बिस्तारै सुस्तरी हामी पुग्नेछौँ। सो यो एज यु गाइस क्यान सी ढुङ्गाहरू यसरी खसिरहेको छ माथि। खतरा हुनसक्छ यस्तो चिजहरू। म माथि तिरपालले नि अलिकति भए पनि फोर्स कम हुन्छ भनेर रहेको थियो होला कि तर डेन्जर छ। हाम्रो टुरिस्ट भर्खर आइपुगेछन्। हाम्रो गाइड आजको 2 गाइड 1 2 3 पोर्टर पानी खाऊ। ल राइट न हामी चाहिँ देउरालीको लगभग 20 मिनट क्लोजै छौँ होला। 20 नभने 30 मिनट क्लोज छौँ। तर यहाँ चाहिँ एकदम अलिकता मिनी एम्बुलेन्स भएको रहेछ। यो देख्न सक्नुहुन्छ अलिकता त्यहाँ हिमालयदेखि यो देउराली चाहिँ अलिकता स्टिफ डेन्जरै यहाँ हेर्न सक्नुहुन्छ। उही ओए बिस्तारै नो इजी नो इजी भन्दा फेरि आयो। ओइ पक्का हिमाल चढ्ने जस्तो देखियो नि 2टा स्टिकले। दाइ हाउ यु फिलिङ? के भन्नु ट्रेक आए जस्तो नि भयो बुढीको पोर्टर
पोर्ट रे दाइ चाहिँ यता चाहिँ चाइनिज टुरिस्टलाई लिएर आउनु छ उयो कस्तो चिसा अब ल हामी गाइस मौसम अलिकति खराबले गर्दा हामी सिधै एबिसी होला जस्तो छ यहाँ चाहिँ रेस्ट गर्ने ठाउँ यस्तो दामी केक ऱ्याङ्किङको केक जस्तो आज हाम्रो डेस्टिनेसन त्यहाँ डेन्जरै एम्बुलेन्स आएको रहेछ यहाँ रिसेन्टली चिप्लो छ है गाई चिप्लो छ ए सब गाइज अहिले भर्खरै हामी आइपुग्यो देउराली 3200 मिटर एबिसी हान्ने भनेको थियो तर हिमालयदेखि देउराली चाहिँ 300 मिटरको एलिभेसन भएर निकै नै स्टिफ त्यो बाटो प्लस मौसमको खराबी अचानक मौसम चेन्ज भयो अनि इट वाज भेरी डेन्जरस फर अस टु गो एमबिसी प्लस अब बुढी पनि फर्स्ट टाइम ट्रेकर अब कहाँ गाह्रो भइहाल्छ 2500 बाटो त जसलाई नि गाह्रो हुन्छ यसरी भन्दा हामी फोन गरेर होटल बुक गरेको त छौँ तर मान्छेहरू आज थुप्रै छ Tomorrow we'll start our journey to ABC. सुरुमा मौसम हेर्छौँ बिहान होइन अनि भोलि चाहिँ मौसम अलिकति डेन्जर छ मौसम डेन्जर कति बजी आइपुग्यो हामी आज चाहिँ कति ट्रेक गऱ्यौँ भने यो 1 आवर 3:40 भयो लगभग 3:30 मा आइसकेको रहेछ देउराली चाहिँ 4 बज्नु लाग्यो यहाँदेखि 2 घन्टा एबिसी छ भनेपछि 6 सम्म पुग्थ्यो तर वाइ टु टेक रिक्स अघि भने चाहिँ मेडल लगाउनु दिने होइन कसैले अब यिनीहरू चाहिँ रुममा छिटो लगेर अलमोस्ट 6 आवर मौसम चाहिँ डेन्जर छ राइट हाम्रो मेरो त ज्याकेट सबै युज भइसक्यो यिनीलाई पनि डाउन दियो आफूले ज्याकेट लाग्यो हाम्रो राम्रो हाइक भयो 6 आवरमा कति मिटर अरे दाइ 6 घन्टामा हामी आयो सिनुवादेखि यहाँ अल्टिट्युड कति गेन गऱ्यौँ त एल्टिट्युड गेन गऱ्यो नि भाइ 2300 देखि 900 गेन गर्यो हाम्रो स्टारहरू यहाँ छन् राम्रो हाइक भयो आज हाम्रो टुरिस्ट अझै माथि हो भाइ मान्छेहरू पनि धेरै छ आज लड अफ टुरिस्ट धेरै नै आएको छ भने डेन्जर धेरै छ टुरिस्टहरू ब्याग्सहरू होइन जाँदै हुन्छ भर्खर आएको चाइनिज टोली अघि आएको नि 2 घन्टा रहेछ तर मौसम ठिक भएको चाहिँ गुड रहेछ हाम्रो होटल चाहिँ माथि रहेछ आइयो नि हामी सुरुमा हामी नि जुन हेर्छौँ अनि त्यसपछि चाहिँ फेरि म भ्लग गर्छु हामी होटल चाहिँ भयो हाम्रो चाहिँ 2टा रुम छ It's all gonna be good for tomorrow. अनि केटीहरू चाहिँ यो बेड केटीहरू चाहिँ यता सुत्दै लेडिज हो खुसी भएको के कपल्स सुन्दैमा सुत हामी चाहिँ केटाहरू चाहिँ